एउटा ब्याङ्कबाट अर्को ब्याङ्कमा पैसा कसरी ट्रान्सफर गर्ने भनेर कहिले कन्फ्युज हुनुभएको छ? क्यास बोक्ने, चेक युज गर्ने कि मोबाइलबाट सेन्ड गर्ने? याद गर्नुहोस्, गलत मेथड युज गर्नुभयो भने टाइम पनि वेस्ट हुन्छ अनि रिस्क पनि बढ्छ। नमस्ते, आज हामी डिफ्रेन्ट ट्रान्सफर मेथडको बारेमा कुरा गरौँ। सबैभन्दा पुरानो तरिका क्यास डिपोजिट। क्यास डिपोजिट गर्न सबैभन्दा पहिला तपाईँ आफ्नो ब्याङ्क जानुपर्छ। त्यहाँ गएर क्यास विथड्र गरेर जुन ब्याङ्कमा जम्मा गर्ने हो त्यहाँसम्म पुग्नुपर्छ। फेरि अहिले ब्याङ्कमा क्यास विथड्रको लिमिट पनि छ, जसले गर्दा 5 लाखभन्दा बढी क्यास तपाईँ एकै दिनमा विथड्र गर्न सक्नुहुन्न। अब टाइम कति लाग्छ त? यो डिपेन्ड गर्छ तपाईँको ब्याङ्क कति नजिक छ, त्यहाँ कति लामो लाइन छ र एक ब्याङ्कबाट अर्को ब्याङ्कमा पुग्न कति समय लाग्छ। फेरि अर्को ब्याङ्कमा पनि लाइन हुनसक्छ। सो ओभरअल हेर्दा ट्राभल, लाइन र वेटिङले गर्दा धेरै टाइम लाग्न सक्छ। रिस्क पनि सबैभन्दा हाई हुन्छ। ठुलो क्यास बोकेर हिँड्दा चोरी हुन सक्छ, हराउन सक्छ। यो मेथड सिम्पल भए पनि अलि रिस्की र झन्झटिलो भने छ। अर्को मेथड चेक डिपोजिट। चेक डिपोजिट गर्न तपाईँले आफ्नो ब्याङ्कको चेक काटिदिनुपर्छ र जुन ब्याङ्कमा जम्मा गर्नुहुन्छ त्यहाँ गएर बुझाउनुपर्छ। यसमा खासै लिमिट हुँदैन, त्यही भएर ठुलो अमाउन्टको ट्रान्जेक्सनको लागि पनि यो बेस्ट अप्सन हो। अब टाइम कति लाग्छ त? यो डिपेन्ड गर्छ तपाईँले चेक कहिले कति बेला बुझाउनु भयो र क्लियरिङ प्रोसेस कति छिटो हुन्छ। नर्मल्ली क्लियरिङको लागि 1 देखि 2 वर्किङ डेज लाग्छ। सो ओभरअल हेर्दा ब्याङ्कसम्म पुग्ने टाइम र क्लियरिङको टाइम गर्दा अलि टाइम लाग्छ, तर यो क्यासभन्दा सजिलो छ। रिस्कको कुरा गर्दा यो क्यासभन्दा धेरै सेफ छ, किनभने तपाईँले फिजिकल क्यास बोकेर हिँड्न पर्दैन। अर्को मेथड भनेको मोबाइल एप अनि कनेक्ट आइपिएस। यो मेथड युज गर्न तपाईँले मोबाइल ब्याङ्किङ एप अथवा कनेक्ट आइपिएस सेटअप गरेको हुनुपर्छ। अनि त तपाईँले घर बसेर डाइरेक्ट फोन वा ल्यापटपबाट पैसा ट्रान्सफर गर्न सक्नुहुन्छ। यसमा लिमिट भने हुन्छ। मोबाइल एपको लागि दिनमा 3 लाखसम्म र वेबको लागि दिनमा 20 लाखसम्म तपाईँले ट्रान्सफर गर्न सक्नुहुन्छ। अब टाइम कति लाग्छ त? यो सबैभन्दा फास्ट अप्सन हो, किनभने ट्रान्जेक्सन अलमोस्ट इन्स्ट्यान्ट हुन्छ। सो ओभरअल हेर्दा न ट्राभल, न लाइन, न वेटिङ, सबै काम घरबाटै हुन्छ। रिस्कको कुरा गर्दा फिजिकल रिस्क हुँदैन, किनभने तपाईँले क्यास बोकेर हिँड्नु पर्दैन। तर कहिलेकाहीँ सिस्टम इररले गर्दा पैसा होल्ड हुन सक्छ, जुन पछि रिफन्ड हुन्छ। तपाईँ फास्ट र इजी चाहनुहुन्छ भने यो तपाईँको लागि बेस्ट अप्सन हो। अर्को मेथड भनेको आइपिएस र आरटिजिएस। यो मेथड युज गर्न तपाईँले ब्याङ्क नै जानुपर्छ र ट्रान्जेक्सनको लागि फर्म भर्नुपर्छ। यो मेनली ठुलो अमाउन्टको लागि युज गरिन्छ, जसमा 2 लाखभन्दा माथिको ट्रान्जेक्सनहरू आरटिजिएसबाट गरिन्छ र सानो चाहिँ आइपिएसबाट। अब टाइम कति लाग्छ त? आइपिएसमा अलि धेरै टाइम लाग्न सक्छ, तर आरटिजिएस चाहिँ एकदमै फास्ट हुन्छ, मेनली हाई अमाउन्टको लागि। सो ओभरअल हेर्दा ब्याङ्क जान पर्ने, फर्म भर्न पर्ने, अलिक इफोर्ट लागे जस्तो लाग्छ, तर ठुलो अमाउन्टको ट्रान्जेक्सनको लागि भने यो सबैभन्दा रिलायबल अप्सन हो। रिस्कको कुरा गर्दा यो मेथड सेक्योर्ड हुन्छ र मिनिमल रिस्क हुन्छ। ठुलो अमाउन्टको ट्रान्जेक्सनको लागि भने यो मेथड बेस्ट हुन्छ। अन्तिममा याद गर्नुहोस्, इजी र फास्ट चाहिन्छ भने मोबाइल एप अनि कनेक्ट आइपिएस, ठुलो अमाउन्टको लागि आरटिजिएस, डिजिटल एसेस छैन भने चेक, क्यास डिपोजिट चाहिँ सकेसम्म अभोइड गरेकै राम्रो। यो भिडियो हेल्पफुल लाग्यो भने लाइक, सेयर र फलो गर्न भने नबिर्सिनुहोला। अर्को भिडियोमा फेरि भेटौँला।